ल हाम्रो ग्यारो DT53 इलेक्ट्रिक स्कुटर आज चाहिँ सेल भइसकेको छ। यो ब्लू कलरमा एकदम राम्रो छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ अब हाम्रो सरहरूले फुड डेलिभरीको लागि लाँदै हुनुहुन्छ। स्कुटर चाहिँ एकदम राम्रो छ, 250 किलोमिटर रेन्ज हो। पिकअप पनि एकदम राम्रो छ। स्कुटर चाहिँ सबै कुरामा पर्फर्मेन्स एकदम राम्रो भएर मन पराउनु भयो, त्यसको लागि धेरै थ्याङ्क यू। र स्कुटर धेरै राम्रो छ, हेर्न सक्नुहुन्छ। स्पिडोमिटर पनि एकदम बबाल छ, लुक्स पनि एकदम राम्रो छ। तपाईको स्कुटर ल टाटा बाई बाई। स्पिड गरेपछि अनि ठ्याक्क सेलमा दाबिदिनु 2 देखाउँछ, अनि फेरि कुदाएपछि फेरि फाँका दाबि 3 देखाउँछ, अनि कुदाउनु फेरि सोलो गर्ने बेलामा फेरि घटाइदिनु 1 मिनट फेरि उकालोमा नताने यस्तो गऱ्यो भने जहिले 2-3 मा जानु है। उकालोमा चाहिँ त्यो साराङको कुरा हुन्छ। ल राम्रोसँग जानु। ल एकैचोटि सरले लगिजानु, सरले ब्रेक लिएर जानु हुर्र जानु जानु सो वेलकम गाइज टु द मनिस ब्लग। म फेरि पनि ब्याक टु ब्याक भइसकेको छु आफ्नो ब्लगमा। नियमित डेली ब्लग जसरी नै मैले फेरि आज एउटा नयाँ कन्टेन्ट लिएर आएको छु। मैले आज चाहिँ म अहिले राइट नाउ भन्नुपर्दा चाहिँ म क्रस फायर सोरुममा छु। अहिले चाहिँ ठ्याक्क कति बजे छ भन्दाखेरि चाहिँ त्यही 6 बजे छ। दिनभरि एकदम बिजी भएछ, आज भ्लग बनाउनु पाएन। त्यही भएर अहिले यो साँझको 6 बजे चाहिँ मैले अहिले आफ्नो भ्लग सानो प्रस्तुति भए पनि मेरो सब्सक्राइबर्सहरूलाई एउटा सानो अपडेट लिएर आएको छु। र सबैलाई थाहा छ म क्रस फायरको माथि सोरुममा छु र यहाँको नियमित डेली जस्तो भ्लग चाहिँ मैले बनाइराखेको हुन्छु। र हजुरहरूलाई बाइकहरूको स्कुटरहरूको केहीको जिज्ञासा रह्यो भने हजुरहरूले मलाई क्वेसन सोध्न सक्नुहुन्छ र केही जान्न मन लागेको भए मसँग आएर भेटेर प्रत्यक्ष कुराकानी पनि गर्न सक्नुहुन्छ। र मैले हिजो भर्खर मात्र तपाईँहरूलाई क्रस फायर RMZ र एउटा इलेक्ट्रिक स्कुटर जुन कि 2025 मोडलमा लन्च गरेका थियौँ हामीले 2025 मा। एउटा इलेक्ट्रिक स्कुटर र क्रस फायर RMG भन्ने मोडल चाहिँ तपाईँलाई त्यसको मैले फिचरहरू के अपडेट भएर आएको छ पहिला हेरिकन अहिले सबै कुराहरू अपडेट गराइदिएको थिएँ। र अहिले भने चाहिँ RMG मोडल चाहिँ 25 मोडलमा पहिलो लटको त अब लट सक्यो क्यारे फर्स्ट लट होइन। फर्स्ट लटमा त्यस्तो रियाक्सनहरू त्यति भएन, किन भन्दाखेरि अब यो मोड्सहरूलाई बुझ्न टाइम लाग्छ होइन। उनीहरू अब हरेक कुराको इन्टरनेटको जमाना छ, स्टोरी गर्छ, अलि डिप स्टोरी गर्ने जेनेरेसन पनि हो। म पनि अब यो हस्मै पढ्छु, जेनजी भन्छ अहिले त होइन। जेनजी अब जेनजीमै पढिन्छ प्रायः जस्तो होइन। अनि के भन्छु भन्दाखेरि अर्को कुरा चाहिँ अब क्रस फायर पहिलो लट त अब हामीले कति 5-7वटा ल्याएको थियो समथिङ, त्यो सबै गयो। अब नेक्स्ट लट आउने बेलामा चाहिँ कस्तो भइदियो भन्दाखेरि त्यो हाम्रो त्यो ब्रिज कन्स्ट्रक्सनको कारणले गर्दा चाहिँ आउन पाएन। भनेको चाहिँ तपाईँको पुल जुन हाम्रो चाहिँ यो नेपाल चाइना बोर्डरको पुल भत्किएको रहेछ र त्यो निर्माणको लागि चाहिँ अलिकति समय लाग्ने भनेर जानकारी आइसके पछाडि हामीले चाहिँ बुकिङ लिएर राखेका थियौँ। र अहिलेसम्म पनि कन्स्ट्रक्सन अब लगभग फाइनलतिर भइसकेछ भन्ने कुरा हामीले जानकारी प्राप्त गरिसकेका छौँ। र अब भने सेकेन्ड लटको RMG मोडलहरू चाहिँ बाइकहरू आउँदैछ र अहिले चाहिँ हामीले बुकिङहरू पनि लिइराखेका छौँ। बुकिङ धमाधम ओपन पनि छ र बुकिङ गरिराख्नु भएको पनि छ। अब नेक्स्ट लटमा चाहिँ हामीले सायद बुकिङको मलाई मात्र दिन सक्छौँ होला, त्योभन्दा एक्स्ट्रालाई चाहिँ दिन सकिनँ होला। त्यसको एक्स्ट्रा लिने हो भने चाहिँ तपाईँहरूले थर्ड लटमा चाहिँ आउनुपर्ने हुन्छ है। सकिन्छ सबैलाई, तर एक लटमा 5-7वटा भन्दा चाहिँ हामीले बुकिङ लिँदैन, लट अनुसार हुन्छ। किनभने हामीले चाहिँ नेपाल अधिराज्य सबै ब्रान्चहरूलाई डिस्ट्रिब्युट गर्नुपर्छ। एकदम लिमिटेड स्टक मात्र आउँछ है बाइक चाहिँ। हाम्रो चाहिँ अरू जसरी त्यो अनलिमिटेड चाहिँ आउँदैन। बाइक एकदम राम्रो छ। र आज चाहिँ हामीले के गर्यो भन्दाखेरि
बाइकको बारेमा नि अब छलफल गर्छौँ होइन। अनि स्कुटर त अब भइहाल्यो। अनि अर्को नयाँ अपडेट भनेको चाहिँ 11 मैले तपाईँलाई हिजो देखाएको थिएँ हामीसँग 3टा छ भनेर होइन। 11 चाहिँ अहिले हामीसँग DT50 चाहिँ 250 किलोमिटर। अहिले चाहिँ हाम्रो एकजना फुड डेलिभरी गर्ने पार्टनर हुनुहुन्छ, उहाँको चाहिँ मैले प्राइभेटै राखेँ होइन। फुड डेलिभरीको लागि चाहिँ उहाँले अस्ति टेस्ट राइड गर्नुभयो, आएर हेर्नुभएको थियो। र मेबी आज 4 दिनको दिनमा उहाँले सोच विचार गरेर एकदम गरेर लानुभयो। ह्याप्पी हुनुहुन्छ, ह्याप्पी कस्टमर। उहाँले अब फोटो पनि खिच्न मान्नु भएन, किन भन्दाखेरि उहाँको अब प्राइभेसीहरू होला केही होला, त्यही भएर चाहिँ ठिकै छ, त्यो केही भएन होइन। र म तपाईँलाई देखाउँछु। अस्ति चाहिँ मैले 3टा थियो होइन, अहिले चाहिँ अब सोरुममा 2टा भन्दा छैन स्कुटर चाहिँ। अब यो पनि एकदम लिमिटेड छ है। सो तपाईँहरूलाई चाहिन्छ भने चाहिँ तपाईँहरूले चाहिँ बुकिङ पनि गर्न सक्नुहुन्छ। र क्यास फाइनेन्स दुबईमा हामी एभाइलेबल छ। 11 DT50 भन्ने हिरोइनको पोस्टर राखेर पुरा होइन, यु विल बी द सुपर हिरो एन्ड सेभ द प्लानेट भनेर यस्तरी पुरा प्रचार भइरहेको छ। र यो हाम्रो क्रिसमस ट्री यो चाहिँ मैले देखाइरहेको हुन्छ। यो हिजो मैले मात्र डेकोरेसन गरेको थिएँ, सानो छ, क्युट छ, त्यति ठुलो बनाएर नि हाम्रो सोरुमको लागि हो होइन। यो चाहिँ RMG भनेर यसरी मैले यो बाइकको उसबाट डिजाइन गरेको हो, सजाएको। र बाइक चाहिँ अहिले स्कुटरको भ्यानको 3टा थियो क्या, अहिले चाहिँ त्यही 2टा मात्र छ। यहाँ बिचको चाहिँ गयो, ब्लू कलरको थियो, अहिले चाहिँ ओरेन्ज र ब्लू 1 कलर छ है। सो यदि बाइक स्कुटर लिन चाहनुहुन्छ भने हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र अहिले चाहिँ म यो क्रस फायर सोरुममा छु। यहाँको त मैले राखिरहेको छु है। यो चाहिँ हामीले जहिले पनि लाइट लाग्छ कि बेलुका बस्छु होइन, यस्तरी झल्लो बोल्छ कि क्रस फायर भनेर होइन। सो अब मैले चाहिँ यहाँ क्यामेरा राखिसकेँ पछाडि होइन। के भन्छु भन्दाखेरि तपाईँहरूले बाइक किन चाहनुहुन्छ, स्कुटर चलाउनुहुन्छ भने, डट बाइक चलाउनु डर छ भने आई थिङ्क नेपालमा चाहिँ क्रस फायरको जस्तो रिसेल भ्यालु अलिकति भ्यालु एडिसनल भएको, हाई डिमान्ड भएको, प्लस स्पेयर पार्ट्सहरू एभाइलेबल होइन। यो जतिको डट बाइक चाहिँ नेपालमा कुनै पनि छैन। छनलाई छ होला, योभन्दा हाईहरू छ होला। क्रस फायर मात्र छ होइन, धेरै किसिमको डट बाइक छ। तर चलाउन त सबै राम्रो छ होला, तर हरेक कुराले सोच्ने हो भने क्रस फायर जस्तो चाहिँ कुनै पनि छ जस्तो चाहिँ लाग्दैन। तपाईँको नेपालतिर चाहिँ भयो जानुहोस्, मनाङ जानुहोस्, मुस्ताङ जानुहोस्, कतै बिग्रियो भने क्रस फायरको लागि सामानहरू इजिली एभाइलेबल हुन्छ, मेकानिकहरू मजाले एभाइलेबल हुन्छ होइन, त्यस्तो समस्या पनि छैन। र केटाहरूले दिनौँ लैरहेको पनि त छ नि त, भ्लगहरू बनाइरहेको हुन्छ, सर्भिस सेन्टरमा आइरहेको हुन्छ, कुराकानी भइरहेको हुन्छ। क्रस फायरको चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ एउटा इन्टरनेसनल ब्रान्ड हो है। इट्स नट अन नेम के, इट्स इन्टरनेसनल ब्रान्ड हो होइन। क्रस फायर भनेको चाहिँ ढिलो आयो कडा आयो भन्ने टाइपको हुन्छ। अलिकति यसको लागि चाहिँ रिसर्च चाहिँ अलि ढिलै भएको छ होइन, तर ढिलो भए पनि जस राम्रो छ बाइक चाहिँ। पछि बेच्दा पनि रिसेल उत्तिकै छ, डिमान्ड पनि उत्तिकै छ, राम्रो छ बाइक। त्यति नराम्रो भन्ने पनि छैन, बाइक चाहिँ वाउ छ होइन। आउनुहोस्, टेस्ट राइड फ्री टेस्ट राइड छ, फिल गर्नुहोस्। टेस्ट राइड गरेको कुनै पैसा लाग्दैन, मै हुन्छु सोरुममा, तपाईँले आएर मलाई भेटेर भन्न पनि सक्नुहुन्छ। सो बाइक चाहिँ एकदम राम्रो छ। र आज हामीले चाहिँ फाइनली एउटा 11 स्कुटर चाहिँ हामीले सेल गऱ्यौँ। फाइनली स्कुटर सेल भयो। अब बाँकी भनेको चाहिँ म तपाईँलाई अपडेट दिँदै गर्छु। अब काम पनि गर्नुपर्छ है, मेरो कामले गर्दा पनि त्यति साह्रो मैले भ्लगलाई टाइम दिन पाएको थिइनँ। र अब बिस्तारै म अब आफ्नो भ्लगको लागि पनि मैले टाइम छुट्याउँछु, मेरो सब्सक्राइबर्सहरूको लागि पनि होइन। अनि त्यही हो, जाडो छ अहिले, अलि आफ्नो केयर गर्नु होला है। बाइकहरूमा हिँड्नुहुन्छ भने चेस्ट गार्ड लाउनु होला, न्यानो कपडा लाउनु होला, तातो खानु होला, बस्नु होला, फ्यामिलीलाई टाइम दिनु होला, इन्जोय गर्नु होला सकेसम्म। आफ्नो फ्यामिलीबाट चाहिँ कहिले पनि टाढा नहुनु होला है। सकेसम्म आफ्नो फ्यामिली जस्तो चाहिँ कोही पनि हुँदैन कि, जति नै साथी बेस्ट फ्रेन्ड भने पनि आफ्नो फ्यामिलीले जस्तो सपोर्ट कसैले पनि गर्दैन होला। बेस्ट फ्रेन्ड साथीले तपाईँलाई देखावटी गर्ला, तर मनैदेखि गर्ने भनेको बस तपाईँको मम्मी बाबा दाइ दिदी को हुनुहुन्छ फ्यामिलीमा, फ्यामिली हो कि तपाईँलाई अन्तिममा भनेको, तपाईँलाई दुःख पर्दा चिन्ने भनेको फ्यामिली हो कि है। साथीहरू पनि नराम्रो होइन, साथीहरू पनि चाहिन्छ, सबै आफ्नो ठाउँ हुन्छ, तर फ्यामिली जस्तो कोही पनि हुँदैन। सो यति भन्दै आजको भ्लग चाहिँ म यही बन्द गर्छु। र आगामी दिनहरूमा तपाईँलाई नयाँ अपडेट दिने, नयाँ अपडेटको नयाँ कुराहरूको अपडेट पनि दिइराख्छु भन्दै यति भन्दै
आजलाई बाई बाई हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।